रासोपाका वरिष्ठ नेता बालेन शाह हिजो झापा क्षेत्र नम्बर 5 मा आफ्नो उम्मेदवारी दर्ता गर्न जाँदै गर्दा जुन रिसाएको भिडियो छ अहिले सामाजिक सञ्जालमा ट्रोलको विषय बनिरहेको छ। विशेष गरी बालेनका विरोधीहरूले उक्त भिडियोलाई सामाजिक सञ्जालमा तपाईँको चाहिँ पोस्ट गरेर भाइरल बनाइरहेका छन् होइन। तर त्यहाँ के भएको थियो भन्दा बालेन शाहले झापा क्षेत्र नम्बर 5 बाट उम्मेदवारी दर्ता गर्न जाँदै गर्दा बालेन शाहको समर्थकहरूको भिड निकै ठेकिन सक्दथ्यो। त्यहाँ खुट्टा टेक्ने ठाउँ पनि थिएन। तपाईँहरूले पनि प्रश्न देख्न सक्नुहुनेछ। बालेन शाहलाई तपाईँको त्यहाँबाट निस्केर उम्मेदवारी दर्ता गर्न जान पनि हम्मे हम्मे भएको थियो। तर बालेन शाह कसो कसो त्यहाँबाट निस्केर जाँदै गर्दा बालेन शाहको पछाडि भिडको लस्कर थियो। त्यहाँ तपाईँको ठेकिन नसक्दो भिड पछि पछि आइरहेको थियो। बालेन शाहले भने कि यो निर्वाचन आयोगको आचार संहिता विपरीत पर्छ। निर्वाचन आयोगमा 25 जना भन्दा बढी व्यक्तिहरू जान मिल्दैन। तपाईँहरू नआइदिनुहोस्। यदि तपाईँहरू मान्नु भएन, तपाईँहरू पनि आउनुभयो भने मेरो उम्मेदवारी नै दर्ता हुँदैन भनेर धेरै पटक अनुरोध गर्दा पनि तपाईँको चाहिँ समर्थकहरूले नमानिसकेपछि बालेन शाहले आफ्नै जुन त्यो तपाईँको म्यानेजमेन्ट टिम हुन्छ त्यो टिमलाई रिसाएका हुन्। उनी समर्थकलाई रिसाएका होइनन्। त्यो ठाउँमा तपाईँ भएको भए पनि त्यो अभियसली हुन्छ होइन। यत्रो भन्दा भन्दै पनि नमानिसकेपछि गर्ने के त आफ्नै टिमको म्यानेजमेन्ट साथीलाई तपाईँको रिसाएका हुन्। समर्थकलाई धेरै पटक बिन्ती गरे, धेरै पटक रिक्वेस्ट गरे, तर समर्थकहरू पछि हट्न मानेनन्। उनी पछि पछि दौडिरहेका थिए। त्यसपछि बालेन शाह अलिकति आवेगमा आएर तपाईँको आफ्नै टिमका म्यानेजमेन्ट साथीहरूसँग अलिकति रिसाएका हुन् होइन। जुन त्यो म्यानेजमेन्ट टिमको साथीहरू छन् उनीहरूलाई अलिकति रिसाएर अलिकति धकाली जस्तो गरेका हुन्। यो ठाउँमा तपाईँ हामी भएको भए पनि यो अभियसली हुन्छ होइन। हामीले यसरी बुझ्न आवश्यक छ। अब यो सामाजिक सञ्जालमा तपाईँको टिका टिप्पणीहरू गर्ने भनेको बालेनलाई देखिन सक्ने मान्छे हुन्। विशेष गरी बालेनको विरोधी बालेन शाह भावी प्रधानमन्त्रीको रूपमा देख्न नचाहने बालेन शाहलाई त्यो तपाईँको चाहिँ केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेको देख्न नसक्नेहरूले यो विरोध गर्नु स्वाभाविकै हो। तर तपाईँ हामी जस्तो मान्छे जो तपाईँ युवाले अबको देशको शासन गर्नुपर्छ, युवाले होइन जुन प्रधानमन्त्रीको कुर्सीमा युवा बस्नुपर्छ, यो देशको नेतृत्व युवाले गर्नुपर्छ भन्ने जुन एउटा सोच भएको मान्छेले हामीले यसलाई चाहिँ नर्मल्ली लिनुपर्छ। यसलाई त्यति धेरै जटिल रूपमा सोच्नुपर्ने अवस्था छैन। यसरी नै तपाईँले बुझ्नुहोला। धन्यवाद।